हेलो गाइज दर्शक नमस्ते नमस्ते स्वागत छ तपाईहरुलाई यस घडी मेरो भिडियोमा। साथीहरु म यस घडी भिडियो बनाउँदैछु। साथीहरु हेर्न सक्नुहुन्छ, हेर्नु साथीहरु यहाँ मेरो चाहिँ नाकमा चाहिँ पुरा फोका निस्केर पिलो फोका निस्केर कस्तो घाउ आइदिरहेको छ हौ साथीहरु। यसलाई कसरी हराउने होला यो घाउ? गर्मी लागेको छ, गर्मी लागे पछाडी यस्तो घाउ निस्केर कस्तो हिँड्न पनि अप्ठ्यारो, भिडियो बनाउन पनि अप्ठ्यारो, तर पनि बनाइदिएँ मैले त भिडियो। साथीहरु यसको म भिडियो बनाउँदैछु है साथी हो। तपाईहरु के कस्तो हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ साथीहरु हेर्न सक्नुहुन्छ। म चाहिँ यस घडी यता बाहिर निस्केको छु, कोठाबाट बाहिर निस्केर आएर यसो भिडियो बनाउँदैछु साथीहरु। यसो हल्का रमाइलो हेर्न सक्नुहुन्छ साथीहरु। मान्छेको जिन्दगी यस्तै छ है, दुःख सुख जे जस्तै भए पनि रमाउने हो जिन्दगी, रमाइलो पारामा जिउने हो हैन। मरिलानु के छ र साथी हो जिन्दगीमा, दुःख सुख जे जस्तै भए पनि रमाइलो तरिकामा जिउने हो हैन। दुःख पीडा जिन्दगीमा जे जस्ता आए तापनि भए तापनि खुसी भएर जिउनु पर्छ जिन्दगीमा। हिम्मत कहिले हार्नु हुँदैन जिन्दगीमा। यस्तै संसारमा मानिसले दुःख पीडा कष्ट नहुने त संसारमा मानिस कोही पनि छैन। सबैलाई हुन्छ दुःख कष्ट पीडा जिन्दगीमा आउँछ, तर पनि मान्छेको हिम्मत चाहिँ हार्नु भएन है साथी हो। हिम्मत कसेर जिउनु पर्छ, हिम्मत हार्नु हुँदैन साथी हो। जिन्दगीमा रोग पीडा दुःख पीडा कष्ट भनेर त छिनमा आउँछ गइहाल्छ, तर पनि हिम्मत हारेर आफूलाई कमजोर चाहिँ बनाउनु हुँदैन साथीहरु। यस्तै छ जिन्दगी साथीहरु। म चाहिँ यतातिर यसो बाहिरतिर निस्केर भिडियो बनाइराखेको अवस्था है। आलबसा चाहिँ मेरो इन्डियाको छ अहिले, हेर्न सक्नुहुन्छ। त्यो रोडतिर गाडी कुदिराखेको अवस्था छ। म चाहिँ रोडको यता कुनापट्टि बसेर भिडियो बनाउँदैछ अरे साथीहरु, हेर्न सक्नुहुन्छ अरे साथीहरु। मेरो भिडियोलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। कुन ठाउँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियोलाई माया गरिदिनु होला। अनि साथीहरु मेरो युट्युब च्यानलमा गएर ताराबाद सुनवारको युट्युब च्यानल छ, सब्स्क्राइब गरिदिनु होला साथीहरु। धन्यवाद।